अब नेपाल पर्मानेन्टली फर्कनुहुन्छ कि फर्कनुहुन्न? पर्मानेन्टली त नफर्केला, जस्ट बिदाहरूको लागि चाहिँ फर्किन सकिन्छ। तपाईँ सिंगल कि म्यारिड? म सिंगल छु अहिले। अस्ट्रेलिया आउनु रहर कि बाध्यता? अब रहर पनि भनौँ, बाध्यता पनि भनौँ। इन्भेस्टमेन्ट गर्न चाहिँ कहाँ चाहनुहुन्छ, नेपालमा कि अब अस्ट्रेलियामा नै? अब इन्भेस्टमेन्ट गर्न त अब आफ्नै कन्ट्रीमा गर्न राम्रो लाग्छ। फ्युचर चाहिँ कहाँ सेक्योर जस्तो लाग्छ, नेपाल कि अस्ट्रेलिया? अस्ट्रेलियामै सेक्योर जस्तो लागिरहेछ। आफ्नो लाइफ स्टाइल सम्झिँदा नेपालको राम्रो थियो कि अहिले अस्ट्रेलियाको राम्रो छ? कोर्स नेपालकै राम्रो हुन्छ नि। नेपालको डाँडाकाँडा कि अस्ट्रेलियाको बीच? अब नेपालकै डाँडाकाँडा मनपर्ने। अब कोर्स यदि प्रत्यक्ष प्रधानमन्त्री चुनाव भयो भने तपाईँको भोट कसलाई? अब प्रत्यक्ष प्रधानमन्त्रीको बारेमा कुरा गर्दाखेरि चाहिँ अब मलाई त्यति नलेज छैन होइन। हजुर हजुर। अब नलेज भए अनुसार चाहिँ अब यङहरू चुज गरिरहनु भएको सबैले, यङ मध्ये चाहिँ अब बालन शाहलाई नै रोज्नु पर्ला जस्तो लाग्छ मलाई चाहिँ। हजुर हजुर। तपाईँसँग त्यस्तो कुनै एउटा योजना छ जसले गर्दा चाहिँ देशको विकास छिटो हुन सक्छ? तत्काल मसँग केही छैन। अब भन्दाखेरि पनि म केही मिस्टेक हुनसक्छ, अब अहिले नै नभनौँ। हजुर हजुर। हुन्छ, तपाईँ तत्कालै कसैलाई सहयोग गर्नु पर्यो भने चाहिँ के कुरामा चाहिँ गर्न सक्छु आफूले जस्तो लाग्छ? तत्काल चाहिँ म अहिले केहीमा सक्दिनँ जस्तो लाग्छ। बिकज म पनि अब अस्ट्रेलियामै अब न्यू हो एज अ स्टुडेन्ट। हजुर। मलाई नै अब पहिला गाह्रो पर्न सक्छ, अब त्यो बारेमा नसोचौँ पहिले नै अहिले है। हजुर हस्, धन्यवाद। धन्यवाद।